हेलो साथीहरू, सलाम नमस्ते। आज हामी आएको यहाँ ह्याप्पील्यान्ड ह्याप्पी भएर घाम गरौँ भनेर फर्स्टचोटि पिकनिक अब यसो घुमसाम गर्नुलाई होइन। यहाँ आएर एउटा नयाँ हेरेको मिनी ताजमहल, यहाँ एउटा मिनी ताजमहल रहेछ, कस्तो ब्युटिफुल रहेछ होइन। जस रमाइलो गऱ्यो। यसकै पछाडिपट्टि स्विमिङ पुल रहेछ, त्यसमा नि आज हामी कम्तीमा 1-2 घन्टा जति स्विमिङ गरियो। कस्तो मजाको आज दिन भयो होइन, घुमघाम गरियो। र तपाईँहरू नि आउने, इन्जोय गर्नु। भाइ हम पहुँच गए आसमान में, हिन्डोला पे बैठे हैं। भाइ हेर्न सक्नुहुन्छ, आज फर्स्टचोटि जिन्दगीमा म हिन्डोलामा बसेको छु। कस्तो डर पो लागिरहेछ, सातो गइरहेछ क्या, धड्कनै बन्द हुन्छ जस्तो भइरहेछ। यो हेर्नु त कति माथि गइरहेछ। यहाँ ह्याप्पील्यान्डको पार्कमा घुम्न आएको आज फर्स्टचोटि होइन। अनि फर्स्टचोटि आएर यहाँ हिन्डोलामा नि बसियो। यस्तो हुँदो रहेछ, अब के गर्ने, फर्स्टचोटि हो, एक्सपिरियन्स गर्नुपर्छ होइन, कस्तो हुँदो रहेछ। मेरो छोरी नि मसँग बसेको हेर्नु त।